चीनमा भ्रष्टाचारी बेबिचारीलाई कुनै मोलाहिजा नै नगरी मृत्युदण्ड दिइन्छ। हालै पनि चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनी चाइना हुआरोङ इन्टरनेसनल होल्डिङ्सकी पूर्व महाप्रबन्धक बाई टियानहुईलाई ठूलो परिमाणको घुस प्रकरणमा मृत्युदण्ड दिएको छ। उसले सन् 2014 देखि 2018 बीच विभिन्न परियोजनाको अधिग्रहण र वित्त पोषणमा सहुलियत दिने नाममा $156 मिलियन भन्दा बढी रकम अनुचित रूपमा भ्रष्टाचार गरेको प्रमाणित भएपछि यस्तो कठोर सजाय दिएको चिनिया सरकारी सञ्चार माध्यमले जनाएको छ। तर ठीक उल्टो नेपालमा भने त्यस्तो भ्रष्टाचारीलाई मात्र नभएर घुसखोरी, हत्यारा, बलात्कारीलाई राजनीतिक संरक्षण दिइन्छ, उन्मुक्ति दिइन्छ, नगर्ने दौलती उन्मुक्ति दिन्छ। आयल निगमका खुनकार भ्रष्टाचारी पूर्व महाप्रबन्धक गोपाल हमालदेखि लिएर आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक तथा कर फछ्यौट आयोगका तत्कालीन सदस्य सचिव चूडामणि शर्मा नै किन नहोस्, राजनीतिक संरक्षणका कारण अहिले उनीहरूले उन्मुक्ति पाएका छन्। हेक्का रहोस् 10 अर्ब भ्रष्टाचार गरेको अनि अख्तियारद्वारा प्रमाण सहित विशेष अदालत बुझाइएका राजस्व मारा चूडामणि शर्मा अपत्यारिलो ढंगले केवल 1 करोड मात्र धरोटी बुझाइ छुटेपछि झनै नेपालमा भ्रष्टाचारीको बिगबिगी बढेको हो। थप जानकारी र विशेष सामग्रीका लागि हेर्न सक्नुहुन्छ छाहारा साप्ताहिक।